यो चाहिँ रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका गुप्तेश्वर ढुङ्गे भन्ने ठाउँमा मेरो काकाले चलाउनु भएको बन्द। यो थोरैमा पनि 4 केजीदेखि माथि छ यो एउटाको है। यो यस्तो काउली यो बन्द प्राय ठाउँमा हुँदैन। यो त झन् 5 किलो जति नै रहेछ। यो हेर्नु, यो दुईटा एउटाको 5 किलो समथिङ छ। 4 देखि माथि 5 किलो चाहिँ छ यो एउटाको 5 किलो चाहिँ छ। यति धेरै ठुलो छ यो बन्द। पहाडमा खोलेको बन्द हो। यो काठमाडौँमा पायो भने बढीमा 2 किलोसम्म पाउँछ। यो 5 किलो चाहिँ छ यो बन्द। यति ठुलो ठुलो रङ के। यो रायो साग भनेको देख्नु भएको छैन होला। यो पहिला हाम्रो केराको पात जत्रो हुन्थ्यो। त्यो अहिले यो गाउँदेखि आएको यो काठमाडौँमा हो। केराको पात जत्रो रायो साग हुन्थ्यो। यो रायो यो हाम्रो गाउँमा खोलेको मेरो काकाले खोलाउनु भयो है। यो यस्तो फल्छ हाम्रो गाउँतिर। दामी छ नि हो। यत्रो बन्द कहीँ फल्याएको छ कसैले। ल